बुवाको नागरिकता जन्मसिद्ध रहेको छ, आमा भारतीय हुनुहुन्छ भने उसको सन्तानले नागरिकता पाउँछ कि पाउँदैन भन्ने प्रश्नमा हेर्दाखेरि बाउ जुनसुकै प्रकारको नागरिक भए पनि, चाहे त्यो वंशज होस्, जन्मसिद्ध होस्, अङ्गीकृत होस्, जुन किसिमको नागरिकता प्राप्त गरे पनि ऊ नेपाली नागरिक हो। र आमा भारतीय भएको अवस्थामा आमाले के हुन्छ भने बाउको नागरिकताको आधारमा आमाले वैवाहिक अङ्गीकृत नागरिकता पाउनुहुन्छ। यसरी पहिला आमाको वैवाहिक अङ्गीकृत नागरिकता बनाउन पर्यो। आमाले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरिसकेपछि आमा र बाबु दुईटै के भयो भने नेपाली नागरिक भए। यसरी दुईटै नेपाली नागरिक भइसकेपछि उनीहरूको सन्तानले वंशजको आधारमा नागरिकता पाउँछन्। त्यसैले गर्दाखेरि यस्ता व्यक्तिहरूले नागरिकता पाउँछन्। तर पहिला के हुन्छ भने आमाको नागरिकता बनाउनु पर्छ। आमाको बनिसकेपछि छोरा छोरीहरूको वंशजको आधारमा नागरिकता प्राप्त गर्न सक्छन्।